राधा सर्वेश्वर सुखराज श्रीनिवारक श्री हरिव्यास राधा सर्वेश्वर सुखराज श्रीनिवारक श्री हरिव्यास। अहिले मैले जसरी बजाएँ त्यही अनुसार मेलोडियस हुनलाई हाम्रो सबै चारवटै औँला राम्रोसँग उत्कृष्टसँग चलिसकेपछि मात्रै आउँछ। तर यसलाई सजिलो तरिकाले हामीले सुरुमै त एकदमै मिठो बज्दैन नि त। त्यसको लागि चाहिँ हामीले यो सरगमहरू लिनुपर्ने हुन्छ। अनि सरगमका अक्षर यहाँ माथि देख्न सकिन्छ, किबोर्डको माथि छ र मैले तल पनि साधै सा र यसमा एउटा थप पछाडिको रे लिनुपर्छ। मध्य सप्तकबाट हामीले यसलाई उठाइएको छ। यसको कीबाट मैले माथि यहाँ माथिपट्टि लेखे अनुसार म बजाउँछु एकचोटि। ध ध प ध प म ग ग म प म ग रे। यसले यति के भन्यो? राधा सर्वेश्वर सुखराज यति भयो। अब श्रीनिवारक श्री हरिव्यास। औँला आफ्नो अनुकूलमा लिन सक्नुहुन्छ। सूत्र यो भयो। रे ग प प ध सा ध प म प म। यसले श्रीनिवारक श्री हरिव्यास। अब श्री सनकादिक हाम्रो शीर्षक लाइनको माथि राधा सर्वेश्वर भयो भने त्यसको अर्को दोस्रो लाइनमा हामीले चाहिँ यहाँ श्री सनकादिक चतुर कुमार लाइन छ, त्यसलाई चाहिँ सा सबै सा यहाँ छ। श्री सनकादिक यसरी यहाँ श्री सनकादिक चतुर कुमार नारद मुनि वर जन उपकार सा 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 दशा। सा 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 ध ध सा रे रे सा ध ध ध ध प ध सा सा ध प म प प प म म ध प। श्री सनकादिक चतुर कुमार नारद मुनि वर जन उपकार। यसलाई सा 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 ध ध सा रे रे सा ध ध माथि ध तल ध छ है। ध ध ध प म प प म सा 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 ध ध सा रे सा ध ध ध प म प ध सा ध प म प प म। यसरी गर्नु पर्यो। यसलाई अभ्यास हेर्दै अभ्यास गरेपछि लय पनि नछोडिसकेपछि हुन्छ। कस्तो भयो? अभ्यास नै धेरै ठुलो कुरा हो। यसको लागि एकचोटि प्रयास गरेर अनि भन्नु होला है त।